सेवा हौवा साथीहरू, आज चाहिँ हामी बजार जाँदैछौँ अनि म सँगसँगै हिँड्नुहोस् ल तपाईँहरू पनि आज। अनि मेरो गफ पनि सुन्नुहोस् न चाहिँदो। अन्त हाम्रो चाहिँ ब्याङ्कमा काम थियो र गएको थिएँ, तर एकदम टाइम लाग्यो कि त्यहाँ पनि रुँगेर वाक्क लागिसकेको थियो। तर त्यसको एकछिनको बादमा चाहिँ हाम्रो काम पनि भयो। अनि दाइ झर्नुभएको थियो क्या आज धरान, अन्त उहाँलाई भेट्ने काम थियो। अनि काम सकिएपछि चाहिँ खाजासाजा खाइगरिकन म घर आएर पनि फेरि बोजूलाई फुपूकोमा लाँदैछु। फुपूले बोलाउनु भएको थियो नि त। अनि हामी चाहिँ यसै अब रुममै हुनुहुन्छ होला भनेर हामी चाहिँ कलसल केही नगरिकन गयौँ। तर क्वार्टर पुग्दा त फुपू काममा हुनुहुँदो रहेछ, आज छुट्टी मिलेन छ। अन्त ड्युटी सकेर बेलुका चाहिँ फुपू यहाँ हाम्रोमा आउनुभएको थियो। अन्त फुपूले चाहिँ यहाँ माछा बनाउँदै हुनुहुन्छ, किनकि भोलि बोजू फर्किनुहुन्छ नि त पहाड। अस्ति नै भर्खर झर्नुभएको थियो क्या साकेला मनाउनलाई नै। अन्त हामी चाहिँ गफ गर्दै छतमा बसिरहेको थियौँ, फुपूले चाहिँ तल बनाउँदै हुनुहुन्थ्यो। अन्त ठिक्क पाक्यो पनि खाना। अन्त फुपूले चाहिँ हामीलाई बोलाउनु भयो। अनि आजको आइटम चाहिँ यस्तो थियो, हामी चाहिँ सबैजना परिवार बाहिरै बसेर खाने निदो गऱ्यौँ, किनकि बेसी गर्मी छ नि त भित्र साथीहरू। अब धरानको गर्मी यस्तै हो साथीहरू, के भन्नु र। अनि खानासाना खायौँ हामीले चाहिँ। अनि त्यसपछि चाहिँ अब हामी गफ गर्नुपर्ने हुन्छ साथीहरू, अरू चाहिँ मैले देखाइनँ। थ्याङ्क यू फर वाचिङ।